कहिलेको जस्तो अरे फेरि पनि सञ्जय ब्रो धेरै धेरै धन्यवाद छ सञ्जय। हेलो एन्ड सेवार नमस्ते एभ्रिवान, वेलकम ब्याक टु बेरन ब्लग 30। यतिखेर चाहिँ म उठेर पनि खाना सब्जी बनाएर सबै कामहरू सकेर अब ड्युटी जान लागिरहेको छु। यो अब चाहिँ 1-2 दिनमा ईद आउन लागिरहेछ अनि अहिले चाहिँ ड्युटी एकदमै धेरै स्ट्रिक्ट भइरहेको छ। सो तपाईँहरूलाई म के गर्छु अपडेट गराउँदै गर्छु। म चाहिँ निस्किन आँटेको छु। सो साथीहरू फेरि पनि म चाहिँ ड्युटी आइसकेको छु अनि यो खालको बक्स चाहिँ बनाउनु पर्ने भयो 10 बक्स। सो त्यसको लागि चाहिँ यिनीहरू रेडी गरिरहेको छु, सबै कुकिज हो अनि यो खालको बक्स रेडी गर्नुपर्ने छ 10 वटा। फाइनल लुक चाहिँ यस्तो हुन्छ। ada ingamil, ada mamul, ada biscuit. This is Mission Eid. Ada ingamil, ada mamul, ada biscuits. But then igi baklava. For price and more, you can subscribe my channel and then you can ask to comment. So समीरा आइसकेको छ। समीराले चाहिँ समीरा आएपछि चाहिँ मलाई चाहिँ गोरु जोताए जस्तो जोताउँछ। लास्टै काम पेल्छ। ऊ आइसकेपछि चाहिँ मलाई एकछिन बस्न पनि दिएको छैन, पानी खान पनि दिएको छैन। एकछिन पानी खाँदै गर्दा नि आउनु कि आउनु भनेर बोलाएर म आइसकेको छु। पेल्छ है केटाकेटी यसरी तर पेल्छ है, गाह्रो छ है। काम चल्दैछ है, निरन्तर चलिरहेको छ। यिनीहरू सबै बनिसकेर रेडी छ। यिनीहरू सब मोरीको हँसाइ चाहिँ कडा छ है। कहिलेकाहीँ यसो ठगिदिएको नि। समीरालाई चाहिँ यसरी काम लगाएर यता हेरौँ न एकचोटि, हेरिदेऊ न एकचोटि, आइ भनिदेऊ। आइ भनिदेऊ एकचोटि। शाबाश बेटा। That will 7 there. This one, but we change this flower. We throw this one. सो अहिले चाहिँ हामी लगभग आधी घन्टाभित्रमा टक्क यिनीहरू सब भरेर जानुपर्ने छ। अघि भन्दैन, घर जाने बेला चाहिँ भन्छ। यस्तै छ जिन्दगी, के गर्नु र। बेबी ताल कसो ग्लु ताल Sia tal ko sa glue. Hada?
मिसन ईद मिसन ईद मिसन ईद मिसन ईद दोकानमा चाहिँ चिल घ्याक्नाको अन्डा आइसकेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो चिल घ्याक्नाको अन्डा हो। चिल घ्याक्ना भनेको तपाईहरुलाई थाहा छैन होला सायद। सो यहाँनिर समिराले चाहिँ उयो सुनहरू पनि प्याक गर्ने गर्छ। टक्क सुनको डल्ला हो यो चाहिँ है। दमादम 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 चलिरहेको छ ईदको लागि। हादा मिसन ईद ल जेन दमाम ईदको लागि चलिरहेको छ है। सो साथीहरू हामी चाहिँ ईदको तयारी गर्दैछौँ। टक्क बक्सहरू बनाउँदैछौँ। फेरि पनि सञ्जय ब्रो धेरै धेरै धन्यवाद छ सञ्जय ब्रो। फेरि पनि समिराको फेभरेट पास्ता आइसकेको छ। सो समिराले अनबक्सिङ गर्दैछ। यत्रो धेरै दिनुभएछ। ल अब धेरै धेरै धन्यवाद छ सञ्जय ब्रो है तपाईँलाई। जहिले घाटा लाग्छ होला। तर घाउले खानु दिदीले के भन्दै हुन्छ माथि कहाँनिर तपाईँको फोनमा मोमो कस्तो मिठो यार। घाउ दुखेर भाग्यो। उफ साथीहरू लास्टै काम भएर भर्खर मात्रै छुट्टी हुन लागेको छ। टक्क अब गलिरहेको छौँ है। अब टक्क रुम जाने बेला भइसक्यो। 12:35 गइसक्यो। अनि हामी चाहिँ खासमा 12 बजी छुट्टी हुनुपर्ने हो। यो ईदले गर्दाखेरि यस्तो धेरै काम भइरहेको छ। यस्तो धेरै छैलीसँग खडाङको सधैँ चाहिँ हाम्रो काम यो हुन्थ्यो लास्टमा। आज चाहिँ त्यो पनि भ्याएन के भनेर गाह्रो छ। यस्तै छ जिन्दगानीमा। ओके अब चाहिँ हामी रुम जान लाग्यो। सो हामी अपडेट दिने नै छौँ। मोहम्मद كيف حالك زين؟ زين كله تمام؟ اليوم زين؟ ما يريد نوم؟ ما يريد بيت رو بيت؟ لا Robert, this one work from Eid too much. لا صحيح. اوكي محمد جود نايت. انا روبد سميرة ما يريد هذا سجل سميرة سجل زيادة.
सञ्जय ब्रो काम गर्दै हुनुहुन्छ लास्टै काम गर्दै हुनुहुन्छ सञ्जय ब्रो अब लास्टै बिजी हुनुहुन्छ आउँदै हुनुहुन्छ ओए हाई गरिदिनु पऱ्यो सञ्जय ब्रो के छ नयाँ नौलो खबर सुनाइदिनु पऱ्यो अनि मिठो पास्ता खुवाउनु भयो धेरै धेरै धन्यवाद छ ओ मदन ब्रो यहाँ आएर टिटिट गर्दै हुनुहुन्छ उहाँ चाहिँ मर्सिडिजमा आउनु भएको छ मदन एकचोटि सञ्जय ब्रो म टेस्ट राइड गर्छु नि कस्तो ल बुलेट बाइकमा आउनु भएको छ मैले चाहिँ कुदायो धेरैमा देखिँदैन तर मै हो है वीर 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 मनारा लाइट बालिदिनु पर्ने भयो क्या यतापट्टि आउनु पर्यो ल यता घुमाएर हो यतापट्टि आउनु पर्यो यहाँ चाहिँ आउनु पर्यो ल बुढीले लाइट बाल्ने है गाइज ल बिजनेस त आज त धेरै थियो काम आज ढिलो भइसक्यो यी 1 बजिसक्यो हेलो आउनु पर्यो आम्मा लु मै हो है धेरैमा नदेखिएला तर मै हो ल ल ल कहिलेको जस्तो अरे अस्तिको दिन चाहिँ के दामी थियो सो हामी चाहिँ डेली बेसिसमा यहाँनिर आँप भेटिरहेको छौँ आज चाहिँ छ कि छैन म हामी तपाईँहरूलाई देखाउनु गइरहेको छौँ है त आज सायद छ होला जस्तो लाग्छ मलाई चाहिँ ठुल्ठुलो ट्रकहरू हिँडेको छ कि छैन तिनीहरू हिँड्यो भने चाहिँ भेटिन्छ छैन भन्दैछ साँच्चीमै साँच्ची ग्यारेन्टी ओके लेट्स सी छ कि छैन भनेर तपाईँहरूलाई देखाउन आतुर छौँ आज छैन भने पनि केही छैन किनेर भए पनि खम्ला तर फ्रीमा पायो भने मिठो हुन्छ नि त यो त भर्खरै यो त आलै बोटबाट झरेको नि त एउटा अघि खिचाएछ उयोले गाडीले हाम्रो लकै छैन गाडीले खिचाएको हौ छैन रहेछ आज त छैन रहेछ चाहिँ यही हो चोर्नु मिल्दैन अब चोर्नु नेपाल जस्तो भयो त चोरेर हिँड्थ्यो नि यहाँ चोर्नु मिल्दैन यहाँ त कुरा यहाँनिर अहिले लगभग 41-42 डिग्री सेल्सियस पुग्छ यहाँको ओमनको तापक्रम के अनि यहाँनिर चाहिँ एउटा प्रोजेक्ट भइरहेको छ कि घर बनाउने होला सायद घर बनाउने मान्छेहरू चाहिँ यो सानो टहरा बनाएर यहाँ बस्नुभएको छ यो एसीको कन्डिसनर पनि बाहिरै चाहिँ यस्तरी बस्नुभएको छ अनि यहाँ पर चाहिँ काम गर्नुहुन्छ सानो टहरा बनाएर बस्नुभएको छ
यस्तो गर्मिमा सरी मिल्यो भनेको चाहिँ कस्तो हुइली भनेको एमआरबीले हानेको देखेको छैनौ सुरक्षा केसीको बुढाले त्यस्तो त त्यस्तो यस्तो उठेकोमा पो हाल्नुहुन्छ कस्तो उठेकोमा तेर्सोमा पनि हान्छ त एमआरबीले ल एकचोटि ट्राई गर त एकचोटि ए कहाँ यो मान्छेले हुइली हान्दैन रहेछ ल होस् नगर पर्दैन ए लाठी सकिँदैन क्या हुइली हान्नु कहाँ तिम्रो जिस्काएको त्यत्तिकै हावामा निकै प्र्याक्टिस चाहिन्छ क्या राम्रो खालको साइकल चाहिन्छ हुइली त्यत्तिकै हुन्छ हौ अनि ओइ 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 अहिले कहाँ त्यत्तिकै हुन्छ त हुँदैन ल एक हातले चाहिँ कुदाइदेऊ न त एक हातले ओइ हात छोडेर ओइ 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 ओ पुलिस आयो बिचमा नजाऊ हात छाड्न आँटे पछाडि गाडी आउँदैछ है हौ गाडी आउँदैछ है ओइ 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 नगर होस् लड्छौ अहिले पागल जस्तै गर्ने बाइक आउँदैछ नकट अलराइट साथीहरू यतिखेर खाना खाएर हामी सुत्नलाई रेडी भइरहेको छौँ आजको ब्लग म यहीँ इन्ड गर्न चाहन्छु र अर्को ब्लग नयाँ भिडियोको साथमा उपस्थित हुने नै छु त्यतिन्जेलसम्मको लागि हस् बिदा चाहन्छु र जसले पनि सब्सक्राइब गरिदिनु भएको छ यहाँहरू सम्पूर्णलाई थ्याङ्क यू सो मच अनि लाइक कमेन्ट गर्नुभएको छ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ थ्याङ्क यू सो मच फर एभ्री वान अनि त्यहाँदेखि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला हामी यस्तै अझै कन्टेन्टहरू पनि ल्याउनलाई प्लान गरिरहेको छौँ हामी एकदम त्यो वर्कआउट गरिरहेको छौँ हामी चाँडै नै कन्टेन्टहरू पनि ल्याउनेछौँ तपाईँहरूको माझ त्यति भन्दै बिदा चाहन्छु हस् धन्यवाद टेक केयर एभ्री वान बाई बाई